सम्पूर्ण दशबिनहरूमा म अविरलको तर्फबाट रात्रिकालीन अभिवादन। आजको साँझ सहकर्मी मित्र अभिषेक ज्यूको शब्दबाट सुरु गर्न चाहे। लामो समयको रस्साकसीपछि आज हामी छुट्टिएको पल, तिमीले जितेको पल, मैले हारेको पल, तिमीलाई हजारौं तालीहरूले स्वागत गरिराख्दा मलाई आज गालीको वर्षा भएको छ। सोच्न सकिरहेको छैन अब के गरौँ, अब के हुन्छ। हुन त तिमीलाई आज मैले एउटा मुक्ति दिएँ, सधैँभरिको। अब हामी एक कहिले हुने छैनौँ। टुटिएको छ दुईटा मुटु, छुट्टिएको छ तर जोडिन कहिले सक्दैन। माया धेरै थियो, विश्वास धेरै थियो, आज त्यो विश्वास, माया सब टुटेको छ। सोचिरहेको छु अब त्यो डोरीले, त्यो बीचका बिर्काहरूले अनि कलकल बगिरहेको त्यो कर्णालीले त्यो यादहरू बगाउन सक्ला? पक्कै पनि सक्दैन। त्यो समाजले भन्छ फेरि छोरा मान्छे भएर पनि कस्तो हुतियारा रहेछ। मैले चालेका हरेक कदमहरू गलत हुँदा रहेछन्, उनले चालेका कदमहरू सबै सही हुँदा रहेछन्। खोइ भन्छन् यो समाज पुरुष प्रधान छ, तर म जस्ता पुरुषहरूका पीडा कसले बुझिदिने। सायद बुझिदिने ठाउँ भएको भए मैले आज न्याय पाउँथ्यो होला, मेरो मायाको जित हुन्थ्यो होला, मेरो सङ्घर्षको जित हुन्थ्यो होला, मेरो बलिदान, त्याग, तपस्या अनि मेरो त्यो सोझोपनको पनि जित हुन्थ्यो होला। कति सोचेको थिएँ जिन्दगीमा के गरौँला, कसो गरौँला, कसरी अगाडि बढौँला। सब थोक उसैलाई नै, उसैको निम्ति बाँचेको थिएँ। मेरो निम्ति त धुकधुकी चलेको थियो, सास मात्रै चलेको थियो, तर सम्पूर्ण जीवन, रक्त नलीहरू सबै उसैका निम्ति चलेका थिए। खोइ त त्यो समयले मलाई आज घात गरेको छ। भन्नु छ अनि देखाउनु छ त्यो समयलाई म सही थिएँ, म गलत कहिले थिइनँ भनेर देखाउन मन छ। मनले भन्छ कहिले होइन। कुन समाजको लागि तैँले देखाउँछस्? त्यही समाजले तँलाई गलत बनायो, त्यही समाजले तँलाई हरायो, त्यही समाजको लागि त फेरि लड्दैछस्। कति लड्छस्, कतिचोटि लडेर देखाउँछस् भन्छ। खोइ के गरौँ, चारैतिर अन्धकार छ, बाटाहरू सबै भत्किएका छन्। अगाडि सम्पूर्ण बाटाहरू अन्धकार छन्, छिचोल्नलाई एकदमै गाह्रो देखिएको छ। तर पनि म हारेको छैन, मेरो मन हारिरहेको छैन। म उठ्छु अनि फेरि एउटा समय आउँछ, त्यो समय मेरो हुनेछ।